हामीले जहिले पनि हाम्रो जीवनलाई चाहिँ बदलिँदो समयमा नबदलिने प्रतिज्ञामाथि अडाउन चाहिँ जरुरी छ। समय यति बेसी चेन्ज भइबस्छ, देखिने कुराहरूमाथि हामीले हाम्रो जीवन चाहिँ अडायौँ भनेदेखि आज जुन कुरा रेलेभेन्ट छ भोलि त्यो अप्रासङ्गिक हुन्छ। आज जुन कुरा स्थिर छ भोलि त्यो कुरा आफ्नो ठाउँबाट सर्छ। तर तपाईँ र मैले आफ्नो जीवन चाहिँ परमेश्वरको कहिले नहलिने प्रतिज्ञामाथि अडायौँ भनेदेखि वर्ष जति नै परिवर्तन भए पनि, क्यालेन्डर जति नै फेरिए पनि परमेश्वरको योजना तपाईँको जन पुरा हुन्छ। एफिसी 1:3 हाम्रा प्रभु येशू ख्रिस्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्ग स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। स्वर्ग स्थानमा तपाईँको लागि फैसला भइसकेको छ। अनि त्यो फैसलाभित्र तपाईँको हरेक खाँचोहरूको लागि हरेक आशिष परमेश्वरले बोलिसक्नु भएको छ। स्वर्ग स्थानमा परमेश्वरको संसारभित्र यीशु ख्रिस्टमा हुने मान्छेलाई चाहिँ परमेश्वरले हरेक आत्मिक आशिष दिइसक्नु भएको छ। आत्मिक आशिष किनभनेदेखि यो चाहिँ आत्मामा परमेश्वरले गरिसकेको छ। तपाईँको भौतिक संसारलाई हेर्दाखेरि नभएको जस्तो देख्छ, नमिलेको जस्तो देख्छ, तर आत्माको संसारमा यो कुरा भइसकेको छ। तपाईँले विश्वासमा जसै समात्नुहुन्छ आत्माको संसारमा, तपाईँको भौतिक संसारमा त्यो कुरा देखा पर्न सुरु हुन्छ। यीशु प्रभुलाई विश्वास गर्ने मान्छेहरूको जीवनमा परमेश्वरले ल्याउने सबै कुरा चाहिँ उसको आत्माको ढोकाबाट पस्दछ। परमेश्वरले सबै कुरा तपाईँको आत्माद्वारा गर्नुहुन्छ। यसर्थ तपाईँको आत्मा चाहिँ यस्तो खालको भाग हो जसद्वारा तपाईँ आत्मामा भएको परमेश्वर र परमेश्वरको संसारसित जोडिनुहुन्छ। आत्मामा ट्युनिङ हुनुहोस्। तपाईँ आत्मामा चाहिँ ट्युनिङ हुनुभयो भनेदेखि तपाईँको आत्माले परमेश्वरले आत्माको संसारभित्र तपाईँको लागि जुटाएको हरेक आशासित तपाईँलाई कनेक्ट गर्न सुरु गर्दछ। त्यति बेला बाहिर देखिने परिस्थिति जस्तै गाह्रो भए पनि तपाईँको समाधान चाहिँ आत्माबाट खुल्नु सुरु हुँदछ। नयाँ जन्म पाएर परमेश्वरको सन्तान भएको मानिसहरूलाई चाहिँ आत्माले डोर्याउँदछ। यो वर्ष तपाईँ स्पिरिट ड्रिभन हुनुहोस्। हरेक कुराको उत्तर खोज्नु छ, तपाईँको आत्मामा पस्ने आदत बसाल्नुहोस्। तपाईँ हार्नुहुन्न। किनभनेदेखि परमेश्वरले तपाईँको लागि जुटाइसकेको कुरासित कनेक्ट गर्ने तपाईँको च्यानल चाहिँ तपाईँको आत्मा हो। धेरै क्रिस्चियनले नयाँ जन्म पाएर पनि हारेको जीवन किन बिताउँछ भने यहाँ भित्र परमेश्वरले राखेको प्रोभिजनसित जोड्ने आत्मा हुँदा हुँदै पनि उसले उत्तर चाहिँ बाहिर खोज्छ। मान्छेको सिफारिसमा खोज्छ, कसैको सपोर्टमा खोज्छ, शरीरको बलमा खोज्दछ। यस्तो मान्छेलाई कार्नल भन्छ बाइबलले। बाइबलले 3 किसिमको मान्छेको कुरा गरेको छ। स्पिरिचुअल, कार्नल, मरेको मान्छे, डेड। नयाँ जन्म नपाएको मान्छे प्रभु नपाएको मान्छे हो। तर कार्नल मान्छे भनेको चाहिँ प्रभु पाएर पनि आत्मामा नगएर शरीरको इलाकामा समाधान खोज्ने मान्छे चाहिँ कार्नल मान्छे हो। परमेश्वरले स्वर्ग स्थानमा तपाईँको लागि हरेक आत्मिक आशिष जुटाइसक्नु भएको छ। भौतिक संसारमा भएको हरेक खाँचोलाई म्याच गर्ने। अनि यो आशिषहरू चाहिँ आत्माको संसारभित्र भएको आशिष हो, जसभित्र तपाईँ आत्माद्वारा मात्रै पस्न सक्नुहुन्छ। परमेश्वरले स्वर्गीय स्थानमा हरेक आत्मिक आशिष
दिइसक्नु भएको छ, आशिष दिइसक्नु भएको छ भन्ने शब्दको लागि प्रयोग भएको मूल शब्द चाहिँ हो इयोलोगिया भन्छ। इयोलोगिया भनेको चाहिँ के हो तपाईँलाई थाहा छ? परमेश्वरले कसैको बारेमा बोलेको राम्रो कुरा। परमेश्वरले स्वर्गीय स्थानमा नि तपाईँको जीवनको हरेक खाँचोको लागि बोलिसक्नु भएको छ। बोल्नु पनि के बोलेको छ? राम्रो कुरा बोलिसकेको छ। तपाईँ बिमार हुनुहुन्छ, परमेश्वरले तपाईँलाई राम्रो कुरा बोलिसकेको छ। तँ जाति हुन्छस् भनिसकेको छ। तपाईँ जो समस्याको तितोपनाबाट, द्वन्द्वबाट भएर जाँदै हुनुहुन्छ, परमेश्वरले तपाईँलाई राम्रो कुरा बोलिसकेको छ। तेरो जीवनमा मिलाप आउनेछ। तब जसले आफ्नो जीवनलाई बिगारेर खत्तम पार्नु भएको छ, परमेश्वरले नि राम्रो कुरा बोलिसक्नु भएको छ। नयाँ करार बाइबलमा चाहिँ आशिष भनेको चाहिँ परमेश्वरले तपाईँको बारेमा राम्रो कुरा बोल्नु। अनि परमेश्वरको बोलीको विशेषता चाहिँ उहाँले जे पनि बोल्नुहुन्छ, बोल्ने साथ त्यो कुरा अस्तित्वमा आइहाल्छ। मान्छे जस्तो होइन। ह्याप्पी न्यू इयर, मे योर न्यू इयर बी प्रस्परस। सुन्दा त मजा आउँछ, तर त्यो पुरा हुन्छ भने कुनै पनि ग्यारेन्टी छैन। तपाईँ बिमार हुँदाखेरि साथीहरूले गेट वेल सुन भनेर पठाउँछ। छेउको साथीहरूलाई भन्नुहोस्, भन्नुले नै चाहिँ जाति हुँदैन भन्नुहोस्। त्यो चाहिँ तपाईँलाई मजा लाग्नुको लागि बोलेको एउटा सान्त्वना मात्र हो। तर परमेश्वरको बोली चाहिँ हल्का छैन। परमेश्वरले जे बोल्नुहुन्छ, बोल्ने साथ अस्तित्वमा आइहाल्छ। परमेश्वरले आफ्नो बोलीलाई यसै कारण कहिले हल्का लिनुहुन्न। उहाँले जे पायो त्यही बोल्नुहुन्न। मजाको कुरा थाहा छ तपाईँलाई? तपाईँको परिस्थिति, घटना, अनुभव जेसुकै नै भए पनि ग्रिक भाषामा चाहिँ के लेखेको छ? परमेश्वरले तपाईँमाथि इयोलोगोस बोलिसकेको छ। भन्नुको मतलब राम्रो कुरा बोलिसकेको छ। आमेन भन्नुहोस् न। यसलाई अनुवाद गर्दाखेरि चाहिँ इङ्ग्लिसले चाहिँ ब्लेसिङ भनेर अनुवाद गरेको छ। नेपाली भाषाको बाइबलले आशिष भनेर अनुवाद गरेको छ। तर मूल भाषामा चाहिँ नि यसलाई के भन्छ? इयोलोगस। इयोलोगस भनेको चाहिँ परमेश्वरको मुखले तपाईँको बारेमा राम्रो कुरा बोलिसकेको छ। यो चाहिँ तपाईँ र मेरो समात्ने ह्यान्डल हो। जेबाट पनि तपाईँ जानुहुन्छ, जेलाई पनि सामना गर्नुहुन्छ, त्यसको अगाडि उभिएर भन्नुहोस्, यसको बारेमा परमेश्वरले राम्रो कुरा बोलिसक्नु भएको छ। नहुने त कुरै छैन। तपाईँको लागि असल कुराहरू सुरु हुन लागेको छ। यो विश होइन, यो चाहिँ नि परमेश्वरको अगाडि उहाँले बोलिसकेको डिक्रीहरू, फैसलाहरू, यो लगसहरू। नेपाली बाइबलले पनि यो कुरालाई पास्ट टेन्समा भनेको छ। स्वर्गीय स्थानमा परमेश्वर आशिष बोलिसक्नु भएको छ। वास्तवमा दिइसक्नु भएको छ भन्छ। तर यसको अझै मिठो ट्रान्सलेसन चाहिँ के हुन्छ? परमेश्वरले स्वर्गीय स्थानमा तपाईँको लागि आशिष बोलिसक्नु भएको छ। इङ्ग्लिसमा ब्लेस्ड भन्छ है त। ब्लेस्ड भनेको चाहिँ कसैमाथि आशिष बोल्नु हो, राम्रो कुरा बोल्नु हो। मैले आज बिहान वचनलाई मनन गर्दै थिएँ। परमेश्वरले मेरो बारेमा राम्रो कुरा बोलिसक्नु भएको छ भन्ने कुराले हामीलाई यस्तो उचालेर ल्याए भित्रबाट। थुप्रो कसरी चाहिँ पार गरौँला भन्ने पहाड जस्तो कुराहरू आउँछ। तर यो सबै कुराको बिचमा मेरो समात्ने ठाउँ चाहिँ एउटै मात्र हो। परमेश्वरले मेरो बारेमा स्वर्गीय स्थानमा राम्रो कुरा बोलिसक्नु भएको छ। परमेश्वरले आशिष बोलिसक्नु भएको छ। यीशु ख्रिस्टमा। लोकेसन चाहिँ ख्रिस्टमा हो। त्यसको मतलब चाहिँ जुन मान्छे पनि ख्रिस्टमा छ, परमेश्वरले बोलेको राम्रो कुराहरूले नि तपाईँलाई भिडमा नै खोजेर निकाल्छ। निकाल्छ। ख्रिस्टमा जिउनुहोस्। प्रभु यीशुमा विश्वास गर्दा तपाईँ ख्रिस्टभित्र पस्नु भएको छ। तपाईँ ख्रिस्टमा रहनुहोस्। कोही बेला चाहिँ हामीले गल्ती गर्छौँ।
विश्वास गरेर हामी ख्रीष्टमा पस्यौं, तर घटना घटाउनको लागि चाहिँ शरीरमा बल गर्छौं। शरीरमा बल गर्ने साथ तपाईँ ख्रीष्टदेखि बाहिर भइहाल्छ। शरीरको एफर्टमा जाने साथ तपाईँ ख्रीष्टदेखि बाहिरिनुहुन्छ। तर तपाईँले यीशु प्रभुले गरेको प्रतिज्ञामा जसै विश्वास गरेर रेस्ट गर्नुहुन्छ, तपाईँ ख्रीष्टमा हुनुहुन्छ। अनि परमेश्वरले तपाईँको बारेमा बोलेको आशिषको कुराहरू चाहिँ ख्रीष्टभित्र हुने मान्छेसम्म जसरी खोजेर पुग्छ। यो वर्ष थुप्रो मानिसहरूको जीवनमा नि परमेश्वर राखिदिएको आशिषको घटनाहरू चाहिँ घट्न लागेको छ। तर यो लोकेसन चाहिँ केले डिटर्मिन हुन्छ भने तपाईँ ख्रीष्टमा हुनुहुन्छ। जीपीएसमा लोकेसनलाई चाहिँ लक गरेपछि ट्र्याकरले जहाँ पनि यसलाई खोजेर भेटाउनु सक्छ। अहिलेको समयमा ड्रोनहरूमा जीपीएस ट्र्याकर हुन्छ, मिसाइल्सहरूमा जीपीएस ट्र्याकर हुन्छ। सेटेलाइटले त्यसको टार्गेटलाई चाहिँ जीपीएसमा लोकेट गरेर लोकेसन लक गरेपछि जब त्यो ड्रोन छोडिँदछ या त्यो मिसाइललाई लन्च गरिँदछ, आधा रातमा नै यसले खोजेर निकाल्नु सक्छ, बाटो भिडमा पनि निकाल्नु सक्छ। यहाँसम्म कि अहिलेको जीपीएस ट्र्याकरहरू यति बेसी स्मार्ट छ, त्यो टार्गेट चाहिँ गाडीमा हालेर नि 10 माइल टाढो लग्यो भनेदेखि नि त्यसले 10 माइल टाढो नै खोजेर के गर्न सक्छ, निकाल्नु सक्छ, किनकि त्यो चाहिँ जीपीएसमा मार्क गरिएको लोकेसनहरू हो। यीशु प्रभुमा विश्वास गर्ने र यीशु प्रभु भित्र हुने मान्छे चाहिँ नि परमेश्वरको अगाडि चाहिँ नि मार्क गरिएको मान्छे हो। परमेश्वरले भिडमा पनि खोजेर निकाल्नुहुन्छ। अनि परमेश्वरले बोलेको कुरा तपाईँको जीवनमा घट्छ। यीशु ख्रीष्टमा भन्ने शब्द साह्रो मिठो छ। अनि यो सबै कुरालाई एक्टिभेट गर्ने उपाय चाहिँ के हो भनेदेखि परमेश्वर र पिताको प्रशंसा होस्। प्रशंसा गर्न सुरु गर्नुहोस्। जेबाट पनि भएर जानुहुन्छ, प्रभु धन्यवाद, मलाई परमेश्वरले लक गरिसकेको छ। अनि परमेश्वरले मेरो बारेमा बोलेको आशिषको कुराले मलाई जहाँ पनि खोजेर निकाल्छ। प्रभु तपाईँलाई धन्यवाद, प्रभु तपाईँलाई प्रशंसा, तपाईँलाई म महिमा दिन्छु। घटना घटिसकेपछि म परमेश्वरलाई महिमा दिन्छु भनेर सोच्छ। तर रोमी 4 अध्यायमा अब्राहमको कुरा गरिएको छ। अब्राहमले चाहिँ आशा पटक्कै नहुँदा मृत्युले शरीरलाई हेरेर पनि परमेश्वरलाई महिमा दिन्थ्यो अरे। प्रभु धन्यवाद, तपाईँले मलाई असंख्य जातिको पिता बनाइसक्नु भएको छ। हरेक पल्ट उसको भित्र नि तँ बुढो भइस्, तँ सक्दैनस् भन्दै गर्दाखेरि अब्राहमले परमेश्वरलाई महिमा दिन्थे। प्रभु धन्यवाद, तपाईँले यो कुरा गरिसक्नु भएको छ। अनि परमेश्वरले उसको लागि बोल्नु भएको प्रतिज्ञालाई उसले महिमा दिनु र धन्यवाद दिनुद्वारा एक्टिभेट गर्दथे। स्वर्ग स्थानमा परमेश्वरले तपाईँलाई आशिष बोलिसक्नु भएको छ। हरेक आशिष, यो आशिषको लोकेसन चाहिँ यीशु ख्रीष्टमा हुनुले लक गर्दछ। ख्रीष्टमा हुने मान्छेलाई मात्र भेटाउँछ यो आशिषले। भिडमा छ भने नि भेटाउँछ, लुकेको छ भने नि भेटाउँछ, षड्यन्त्रले छोप्यो भने पनि पेनिट्रेट गरेर निकाल्न सक्छ। एक्टिभेट गर्ने तरिका के हो? प्रभु धन्यवाद, प्रभु तपाईँलाई प्रशंसा, तपाईँलाई धन्यवाद, तपाईँलाई प्रशंसा। प्रशंसा गर्ने आदत बसालौँ। धन्यवाद जीवन शैली बनाऊ। परमेश्वरको कुरालाई मुखमा हालेर घोषणा गर्न बन्द नगरौँ। एफिसी 1 अध्यायको 3 पद चाहिँ भूमिका हो। परमेश्वरले यीशु ख्रीष्टमा हुने मान्छेलाई चाहिँ स्वर्गीय स्थानमा हरेक आशिष दिइसकेको छ भनिसकेपछि त्यहाँदेखि तल 1 अध्याय सम्पूर्ण, 2 अध्याय, 3 अध्याय चाहिँ त्यो आशिष व्यवहारिक रूपमा चाहिँ कस्तो देखा पर्छ भन्ने कुराको
रेफरेन्स चाहिँ त्यहाँदेखि भेटाउनु सुरु गर्नुहुन्छ। तर एफएसी 1:3 जे बोलिएको छ नि, 6 अध्यायसम्म चाहिँ त्यो कुरालाई एलाबोरेट गरिएको छ। सबै कुरालाई चर्चा गर्न आज भ्याउँदैन, तर म 2-3 कुराहरूको चर्चा तपाईँको बीचमा गर्छु। एफएसी 1:4 उहाँको सामुने पवित्र र निष्कलङ्क होऔँ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भयो। इङ्ग्लिसमा पनि पढ्छु म। Just as He chose us in Him before the foundation of the world, that we should be holy and without blame before Him in love. परमेश्वरले संसार बनिनुभन्दा अगाडि नै तपाईलाई यीशु ख्रीष्टमा छानिसकेको छ। परमेश्वरले संसार बनिनुभन्दा अगाडि नै तपाईलाई के गर्नका लागि छानिसकेको छ? पवित्र र निष्कलङ्क हुनका लागि छानिसकेको छ। अनि उहाँले पर्खेर बसिराख्नु भएको छ, पर्खेर बसिराख्नु भएको थियो कुन दिन यीशु प्रभु क्रुसमा मारिन्छ। परमेश्वरले त तपाईलाई छान्यो, तर उहाँको चुनावलाई सम्भव चाहिँ केले मात्र गराउँछ? यीशु प्रभुको बलिदान र पुनरुत्थानले मात्र गराउँछ। कहिले चाहिँ यीशु प्रभु क्रुसमा मारिन्छ अनि तपाईले कहिले चाहिँ प्रभु यीशुलाई विश्वास गर्छ? तपाईले जुन दिन प्रभु यीशुलाई विश्वास गर्नुभयो नि, सृष्टिभन्दा अगाडि तपाईको लागि गरिएको चुनाव चाहिँ तपाईको जीवनमा इफेक्टिभ पारियो। तपाई चुनिएको व्यक्ति हुनुहुन्छ। तपाई के हुनुहुन्छ? चुनिएको व्यक्ति भन्नुको अर्थ भिड होइन, भिडको बीचमा ह्यान्डपिक गरेर निकालेको। तपाईले प्रभु यीशुलाई विश्वास गर्नुभयो नि, तपाईले विश्वास गरेकै दिन परमेश्वरले तपाईलाई ह्यान्डपिक गरेर भिडबाट निकाल्नु भयो। के हुनको लागि? उहाँको अगाडि पवित्र र निष्कलङ्क हुनको लागि। धेरै जनाको स्ट्रगल चाहिँ के हो भने तपाईले पवित्र जीवन बिताउन सकेको छैन, निष्कलङ्क जीवन बिताउन सकेको छैन। अपवित्रता मन पर्दैन, खाइ त हाल्छ, तर फोहोर कुरा मन पर्दैन, हेरि त हाल्छ। गलत जीवन मन पर्दैन, तर गरि त हाल्छ। अनि हरेक वाच नाइटमा तपाईले प्रतिज्ञा गर्नुहुन्छ, अब चाहिँ म परिवर्तित जीवन बिताउँछु। तर नयाँ साल सुरु भएको हप्ता दिन बित्दा नबित्दा यसको भ्यालिडिटी एक्सपायर भइहाल्छ। त्यहाँदेखि साह्रो सर्ट भ्यालिडिटी। तर कुरा चाहिँ के हो भनेदेखि पवित्र जीवन चाहिँ तपाईको कष्टमय परिश्रमको प्रोडक्ट होइन। उहाँले तपाईलाई पवित्र बनाउनका लागि छानिसक्नु भएको छ। इङ्ग्लिसमा इन लभ भन्छ, नेपालीमा चाहिँ यो शब्द छैन। That we should be holy and without blame before Him in love. परमेश्वरले तपाईलाई यति धेरै प्रेम गर्नुहुन्छ। म तिमीलाई यति धेरै माया गर्छु, तिमीहरूलाई मैले पवित्र बनाउनका लागि छानिसकेको छु। परमेश्वरले तपाईलाई माया गरेको कारणले गर्दा तपाईलाई पवित्र बनाउने फैसला गरिसक्नु भएको छ, निष्कलङ्क बनाउने फैसला गरिसक्नु भएको छ। यसर्थ तपाईलाई पवित्र पार्ने काम चाहिँ परमेश्वरले गर्नुहुन्छ, निष्कलङ्क बनाउने काम पनि परमेश्वरले गर्नुहुन्छ। तपाईले सक्नुहुन्न। अनि तपाईले ट्राई गरेर सक्सेस नै भयो भने पनि परमेश्वरको अगाडि चाहिँ त्यो चाहिँ के हो? मैला थाङ्नाहरू जस्तो हो भनेर भन्छ बाइबलले। यशायाको किताब तपाईँले पढ्नु भएको छ। हाम्रो पवित्र जीवन र हाम्रो धार्मिक कार्यहरू चाहिँ परमेश्वरको अगाडि मैला गनाउने फोहोर थाङ्नाहरू जस्तो हो। कतिले बल गरेर 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 घन्टौं प्रार्थना गर्ने आदत बसालेको छ, आफूलाई घोच्दै
अनुहारमा पानी झम्किँदै निकै दिन बिताएपछि हामीलाई यसो हेरेर नि म त सक्सेस भएँ। अनि त्यसरी कमाएको सक्सेसमा चाहिँ उभिएर जहिले पनि कसलाई हेर्नु मन लाग्छ? प्रार्थना गर्नु नसक्ने मान्छेलाई। यिनीहरू त सक्दैन, तर मैले सकेँ। उपवास बस्यो 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 पानी पनि नखाइकन, अनि बल गरेर बसेको उपवास चाहिँ निकै दिन तपाईँको डिटर्मिनेसनले पनि सक्छ बस्नु। अनि बसिसकेपछि कसलाई हेर्नु मन लाग्छ? उपवास बस्नु नसक्ने। लिगलिजमले जहिले पनि तपाईँलाई नि कम्पेरिजनमा लान्छ अनि जजमेन्टल बनाउँछ, किनकि त्यो तपाईँले अर्न गरेको कुरा हो, कमाएको कुरा हो। अनि परमेश्वर अगाडि गएर प्रभु मैले त उपवास बसेको देख्नु भएन, कस्तो चाहिँ बसेँ, त्यो फल्ना जस्तो होइन है, त्यसले त बेला बेलामा चिया खान्छ, म त पानी पनि नखाइ बसेको देख्नुभयो परमेश्वर। परमेश्वरले यसो हेर्नुहुन्छ, मैला थाङ्न भन्नुहुन्छ। तपाईँको एफर्टले कमाएको कुरा परमेश्वरको अगाडि ग्रहण योग्य हुने भएदेखि यसो मारिने जरुरतै थिएन। यसकारण पवित्र जीवन चाहिँ तपाईँको डिटर्मिनेसनको प्रडक्ट होइन। निष्कलङ्क जीवन चाहिँ तपाईँको परिश्रम र बलको परिणाम होइन। परमेश्वरले पवित्रता चाहिँ तपाईँले कमाएको पवित्रतालाई ग्रहण गर्न सक्नुहुन्न। यीशुले कमाएको पवित्रतालाई मात्र परमेश्वरले ग्रहण गर्न सक्नुहुन्छ। तपाईँको बलले पनि पवित्रता कमाउँछ, तर परमेश्वरको अगाडि चाहिँ त्यो चाहिँ के हो? नचल्ने नोट हो। यस्तो खालको करेन्सी नोट जो चाहिँ अब के हुँदैन, काम लाग्दैन। नोटबन्दी भयो हाम्रो देशमा, सरकारले टाइम दियो 2000 को नोट चाहिँ चेन्ज गर्नु चेन्ज गर्नु चेन्ज गर्नु चेन्ज गर्नु चेन्ज गर्नु भनेर प्रायले चेन्ज गर्यो। तर हाम्रै चर्चको कतिजनाले चाहिँ मुठा पारेर अब त्यो सेभ गरेको बिचरा कहाँ हालेको त उनीहरूलाई थाहै छैन कहाँ राखे। सरकारले दिएको टाइम सक्यो, कतिपल्ट एक्सटेन्सन दिएर पनि सक्यो। एक दिन घर सफा गर्दै गर्दा दराज मुनिबाट त्यो बन्डल निस्क्यो। तर अब चाहिँ त्यो खालि के मात्र हो भन्नुहोस् त? कागज मात्र। मजाको महात्मा गान्धीको नक्सा भएको पिङ्क कलरको के मात्र हो? त्यो कागज हो, चल्दैन। अब तपाईँले त्यो लिएर गएर मोमो दोकानमा पस्नु भने मोमो पाउनुहुन्न। तपाईँले त्यो लिएर गएर गाडी चढ्नु भने भाडामा त्यो चल्दैन, किनकि त्यो अब एउटा ट्रास, त्यो एउटा कागज मात्रै हो। एफर्टले कमाएको पवित्रता पनि एउटा कागज जस्तो मात्रै हो। तर मजाको कुरा चाहिँ के छ भनेदेखि नि, पवित्र चाहिँ परमेश्वरले बनाउनुहुन्छ, निष्कलङ्क चाहिँ परमेश्वरले बनाउनुहुन्छ, किनभने उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। आमेन भन्नुहोस् न। उहाँले तपाईँलाई माया गर्नुहुन्छ, उहाँले तपाईँलाई पवित्र बनाउनुहुन्छ। तपाईँको काम चाहिँ हो उहाँले तपाईँको लागि जुटाएको पवित्रतामा विश्वास गर्नु, अनि त्यो विश्वासलाई तपाईँले स्टेप उठाएर जिउन सुरु गर्नु। हामी चाहिँ पवित्र जीवन बिताएर पवित्र हुँदैनौँ, यीशुमा विश्वास गर्दा पवित्र हुन्छौँ र त्यो पवित्रतालाई जिउन सुरु गर्छौँ। हामीले चाहिँ खराब आदत छोडेर चाहिँ हामी निष्कलङ्क हुँदैनौँ। यीशुमा परमेश्वरले दिइसकेको निष्कलङ्कपनालाई चाहिँ विश्वास गरेर ग्रहण गर्छौँ। पहिला हामी निष्कलङ्क हुन्छौँ, त्यहाँदेखि त्यसलाई चाहिँ जिउन सुरु गर्छौँ। भिन्नता छ है त? तपाईँले बुझ्नुहुन्छ कि हुन्न? परमेश्वरबाट आउने सबै कुरा चाहिँ इट्स गिभन, नट अर्न। तपाईँ पवित्र जीवन बिताएर पवित्र हुने कोसिस गर्दै हुनुहुन्छ, तपाईँले कमाउँदै हुनुहुन्छ, तर परमेश्वरले चाहिँ तपाईँलाई पवित्र बनाउनुहुन्छ। गोजीमा खैनीको बट्टा भएकै बेलामा मुख वास वास रक्सी गनाउँदै गर्दा नै यीशुमा विश्वास गरेको थियो, तपाईँ के ठहरिनु भयो? पवित्र, धर्मी, निष्कलङ्क ठहरिनु भयो। मान्छेले भन्छ कसरी हुन्छ, गनाउँदैछ त्यसको मुख, तर परमेश्वरले भन्छ मैले बनाएँ। तब हुनुभयो त्यो दिन। तपाईँले त्यसलाई विश्वास गर्नु पर्यो, यीशुले मलाई पवित्र बनाइसक्नु भएको छ।
निष्कलङ्क बनाइसक्नु भएको छ, म भइसकेको छु। अनि तपाईँले हरेक दिन त्यो भइसकेको कुरालाई जब जिउन सुरु गर्नुहुन्छ नि, तपाईँको पवित्रता चाहिँ बाहिरबाट ओढ्नुहुन्न, भित्रबाट पलाएर आउँदछ। किनकि परमेश्वरले तपाईँलाई इम्प्युट गरेको त्यो चाहिँ ब्लेसिङ हो। स्वर्गीय स्थानमा परमेश्वरले तपाईँलाई दिएको आशिष भित्र चाहिँ नि यस्तो मिठो कुरा छ। उहाँले तपाईँलाई पवित्र र निष्कलङ्क बनाइसक्नु भएको छ। तपाईँहरू को चाहिँ हुनुहुन्छ जसले विजयी जीवन जिउने कोसिस गर्दै हुनुहुन्छ? परमेश्वरले भन्नुहुन्छ स्टप डुइङ इट। त भइसकेको छ, फेरि कहाँबाट थप्ने ट्राई गरेको? तपाईँले जुन दिन चाहिँ यीशुमा विश्वास गर्दाखेरि म भएँ भन्ने कुरालाई देख्नुहुन्छ नि, त्यो चाहिँ तपाईँको 15 अगस्त जस्तै हो। त्यो तपाईँको इन्डिपेन्डेन्स डे हो। त्यो दिन तपाईँको स्वाधीनता सुरु हुन्छ, लिबरेसन चाहिँ त्यो दिन सुरु हुन्छ। जुन दिन तपाईँले नि यीशुमा विश्वास गर्दा म के भएँ भन्ने कुरा देख्नुहुन्छ नि, तपाईँको छुटकारा चाहिँ त्यो दिन तपाईँले महसुस गर्न सुरु गरिहाल्नुहुन्छ। कतिजनालाई परमेश्वरले भित्रबाट छुटकारा गरिसक्यो, पवित्र बनाइसक्यो, तर उसले त्यो कुरालाई कुमाउने ट्राई गरेकै तर उहाँले छानिसकेको छ तपाईँलाई। प्रेम गरेको कारणले गर्दा तपाईँलाई पवित्र र निष्कलङ्क बनाइसक्नु भएको छ। यसकारण भइसकेको सत्यतालाई चाहिँ तपाईँले समात्नु चाहिँ के हो भन्नुहोस् त? स्वर्गीय स्थानमा परमेश्वर तपाईँको लागि बोलिसकेको कुरालाई विश्वास गर्नु हो, यसमा जिउन सुरु गर्नु हो। एफिसी 1:5 उहाँको इच्छाको लक्ष्य अनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्नो सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। इङ्ग्लिसमा नि पढौँ। Having predestined us to adoption as sons by Jesus Christ to himself, according to the good pleasure of his will. परमेश्वरले तपाईँ र मलाई पहिल्यैबाट छोरा बनाउँछु भन्ने फैसला गरिसक्नु भएको छ, प्रिडेस्टिन गरिसकेको छ। यीशु ख्रीष्टमा भन्नुको मतलब चाहिँ के हो? उहाँले यीशु मारिने दिन पर्खेर बसिराख्नु भएको थियो। कुन दिन यीशु मर्छ र बौरी उठ्छ, त्यो दिन चाहिँ यीशुमा विश्वास गर्नुद्वारा चाहिँ तपाईँलाई उहाँको छोराको रूपमा एडप्ट गरौँ भनेर परमेश्वरले पर्खिराख्नु भएको थियो। अनि जुन दिन तपाईँले प्रभु यीशुलाई विश्वास गर्नुभयो नि, तपाईँ एडप्ट हुनुभयो अनि तपाईँ परमेश्वरको छोरा बन्नुभयो। वास्तवमा नेपाली बाइबलले एउटा न्युट्रल वर्ड प्रयोग गर्छ परमेश्वरको सन्तान, तर मूल भाषामा चाहिँ छोरा भन्ने शब्द छ। तपाईँ टुहुरा हुनुहुन्न। परमेश्वरले तपाईँलाई आफ्नो छोरा बनाइसक्नु भएको छ। यो वर्ष तपाईँ जसै समयभित्र पस्दै जानुहुन्छ, यो कन्सियसनेसलाई मनमा चकिलो राख्नुहोस्। म छोरा हो, परमेश्वर मेरो बुवा हुनुहुन्छ, मेरो बुवा शक्तिशाली छ, मेरो बुवा धनी छ, मेरो बुवाले मलाई माया गर्नुहुन्छ, म टुहुरा होइन। तपाईँ यो चेतनाको साथमा जिउनु जसै सुरु गर्नुहुन्छ नि, तपाईँको डरको अन्त हुन्छ। कल्पना गर्नुहोस् त, संसारको सबैभन्दा धनी मान्छेले चाहिँ तपाईँलाई आफ्नो छोरा या छोरीको रूपमा एडप्ट गर्यो भनेदेखि नि तपाईँले कस्तो जीवन बिताउनुहुन्छ? तपाईँको छाती चाहिँ आँटले ठुलो हुन्छ। कुनै पनि कुरा आउँदा तपाईँ डराउनुहुन्न, किनभने तपाईँलाई थाहा छ मेरो बाबु चाहिँ को हो भन्ने। यो नयाँ वर्षमा तपाईँ पसेर जाँदै हुनुहुन्छ नि,
हेर्दाखेरि एक्लै देखिन्छ, तर बाबु तपाईँको साथमा हुनुहुन्छ। तपाईँ परमेश्वरको छोरा, परमेश्वरले तपाईँलाई के भन्दै हुनुहुन्छ? तँ टुरा होइनस्, तेरो बाबु म हुँ। अनि यसले चाहिँ तपाईँलाई नि बाबुको रूपमा परमेश्वरको कन्टिन्युअस कभरिङ, प्रोभिजनको चेतना चाहिँ सधैँभरि चकिलो पारेर राखिदिन्छ। स्वर्ग स्थानमा परमेश्वरले तपाईँको बारेमा बोलेको हरेक आत्मिक आशिषभित्र नि तपाईँको एडप्सन चाहिँ एउटा शक्तिशाली सत्यता हो जो भइसकेको छ। तपाईँ सक्नुहुन्न, तर बाबुले सक्नुहुन्छ। बाबुले जुटाउनु हुन्छ। परमेश्वरले स्वर्गीय स्थानमा बोलेको आशिषहरूभित्र साह्रो मजाको कुरा चाहिँ के छ? तँ टुरा होइनस्, म तेरो बाउ हुँ। तँ टुरा होइनस्, म तेरो बाबु हुँ। तँ मेरो छोरा होस्, नसुर्ता, म जुटाउँछु। नसुर्ता, म प्रबन्ध गर्छु। एफिसी 1:6-8 पढाउन सबैले। यस हेतुले कि उहाँले हामीलाई आफ्नो प्रिय पुत्रमा सित्तैमा दिनुभएको महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार अर्थात् हाम्रो पापको क्षमा पाउँछौँ। जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो। यो तीनवटा पदमा अनुग्रह 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 भन्ने शब्द दोहोरिएको छ। अनि त्यो अनुग्रहलाई चाहिँ एउटा एडजेक्टिभको साथमा, एउटा वर्णन गर्ने शब्दको साथमा भनिएको छ। 6 पदमा चाहिँ अनुग्रह चाहिँ कस्तो छ अरे? महिमामय छ। 7 पदमा के भनेको छ? अनुग्रह चाहिँ कस्तो छ अरे? अपार छ। 8 पदमा के लेखेको छ? अनुग्रह चाहिँ कस्तो छ अरे? प्रशस्त छ। साह्रो मजाको महिमामय अनुग्रह, अपार अनुग्रह, प्रशस्त अनुग्रह। अनि तपाईँलाई थाहा छ अनुग्रहलाई ट्रान्सलेसन गर्नु हो भने त्यसको लिटरल ट्रान्सलेसन के हुन्छ? फेभर हो। जुन दिन म यीशु प्रभुमा विश्वास गर्दा परमेश्वरको छोरा भए, परमेश्वरले आफ्नो फेभर मेरो जीवनमा खन्याउनु भएको छ। त्यो फेभर पनि कस्तो? अपार अनुग्रह। त्यसको मतलब नि एक्स्ट्राभेगेन्ट, प्रशस्त अनुग्रह। परमेश्वरले प्रशस्त फेभर तपाईँ र मेरो जीवनमा खन्याउनु भएको छ। तपाईँमाथि फेभर आएर बसेको छ। परमेश्वरको कृपा दृष्टि आएर बसेको छ। अनि यो फेभरले तपाईँलाई के गर्छ भनेदेखि नि अरू मान्छेले नपाएको कुराभित्र लगेर जाँदछ। फेभर भन्ने शब्द नै के हो भनेदेखि नि यसो विचार गर्दाखेरि भिडमा सबैले पायो, तपाईँले नै पायो भने फेभर होइन। तर भिडमा सबैले ट्राई गरिराखेको छ, तपाईँ लाइनमा लास्टमा हुनुहुन्छ, तर फुत्तै लाइनबाट निकालेर तपाईँलाई दियो भने त्यो चाहिँ के हो? फेभर हो। भिडको बिचमा पनि तपाईँको जीवनमा नि परमेश्वरको फेभर प्रकट हुन लागेको छ। लाइनको बिचमा पनि परमेश्वर तपाईँलाई बिचबाट टिपेर निकाल्नुहुन्छ र उहाँको भलाइ तपाईँको जीवनमा परमेश्वरले प्रकट गर्नुहुन्छ। हामीले फेभरको टिचिङ जब चर्चमा गर्यौं, दाउदले पाएको फेभर 8 नम्बरको छोरा, तर क्राउन छ नि जेठाबामा पनि बसेन, महिलामा पनि बसेन, साइला काइला अन्तरे जन्तरे लखन्तरे हुँदै समय लास्टमा भनेको यति नै हो छोरा भनेमा पुगेको छ। जेसीले भनेको छ छोड्नु त छ तर बाख्रा पो चराउँदैछ, बोलाउनु र भन्ने नि। तर 7 जना दाजुभाइलाई नागेर 8 नम्बरको कान्छा छोरामा चाहिँ त्यो फेभर आएर बसेको छ। वास्तवमा अर्डर अनुसार हो भने त्यो फेभर पहिला कसमा आउनुपर्ने हो? जेठामा। जेठाको भाग पुगेपछि मात्रै कहिले पाउनु पर्ने हो? माइला साइला काइला अन्तरे जन्तरे लखन्तरे मन्तरे। अब के हुन्छ है त?
तर मिठो कुरा सुन्न चाहनुहुन्छ, फेभरले चाहिँ तपाईँलाई भिडको बिचमा नै खोजेर बाहिर निकाल्छ। युसुफको जीवन साह्रो मजाको छ। कति नम्बरको छोरा हो युसुफ? हजुर, 11 नम्बरको छोरा। दाजुहरूलाई झुक चलेको कारण चाहिँ के हो? म जेठा हुँदै रङ बिरङ्गी लबेदा चाहिँ कसलाई दियो? 11 नम्बरलाई दियो भन्ने नमिठो लागेको कारण चाहिँ त्यो। तर परमेश्वरले तपाईँलाई जुन दिन एडप्ट गरेर छोरा बनाउनु भयो नि, फेभरको लागि नियुक्त गर्नुभयो। यसो त यो संसारको भिडमा पनि परमेश्वर तपाईँलाई खोजेर निकाल्नुहुन्छ, टिप्नुहुन्छ र आफ्नो भलाइ तपाईँको जीवनमा प्रकट गर्नुहुन्छ। यु आर हाइली फेभर्ड। मरियमलाई स्वर्गदूतले भन्यो, यु आर हाइली फेभर्ड भन्यो। त्यसको मतलब यो गाउँमा सैकडौँ केटीहरू छ, तर तँलाई चाहिँ परमेश्वरले भिडको बिचमा अलगै समातेर छानेको। जो पनि म यो कुरा यसो विचार गर्छु नि, यो आउँदो वर्षले प्रब्लम लिएर आउँदैन, आउँछ, तर भिडको बिचमा प्रभुले मलाई उहाँको फेभरको लागि छान्नुहुन्छ। म परमेश्वरको फेभरमा जिउँछु, किनकि परमेश्वरले मलाई यीशु प्रभुमा चाहिँ नि जिपिएस लक गरिसकेको छ, माग गरिसकेको छ। तपाईँ फेभरको लागि माग गरिएको व्यक्ति हुनुहुन्छ। विनाश आउँछ तर तपाईँको ढोका नागेर जान्छ। जब परमेश्वरले आफ्नो उन्नति खोल्नुहुन्छ, भिडको बिचमा तपाईँ छानेर बाहिर निकालिनुहुन्छ। तपाईँले पोलिटिक्स खेल्नु पर्दैन, तपाईँले चाप्लुसी गर्नु पर्दैन। हातमा राख्ने, सुन्नुभएको तपाईँले, हातमा राख्नुपर्छ नि। सिक्किममा यो शब्द खुब फेमस छ, हातमा राख्नुपर्छ नि, हातमा राख्नुपर्छ नि। मलाई नि कोही कोही बेला के हुन्छ भन्नुहोस् त, मान्छेलाई हातमा राख्नुपर्छ, काम पर्छ, काम लाग्छ भन्ने हुन्छ मलाई कोही कोही बेला। तर परमेश्वरले के भन्नुहुन्छ, जहिले पनि तैँले हातमा राख्नु भनेर सोच्छस्, तँ मेरो फेभरदेखि बाहिर जान सुरु भइहाल्छस्। किनकि तँलाई उन्नति चाहिँ मेरो फेभरले दिन्छ, कसैलाई हातमा राखेकोले होइन। अनि मैले मेरो जीवनमा अगेन्स्ट अल अड्स नि उन्नति गरेँ। अनि मलाई यति अझै पनि थाहा छ, आउँदो वर्ष मेरो लागि अझै उन्नति लिएर आउँदैछ। किनकि परमेश्वरले माग गरेको मान्छेलाई नि दबाउने ट्राई गर्यो भने, यता दबायो भने यताबाट के गर्छ? बाहिर निस्किन्छ। तपाईँ उम्किनुहुन्छ, छेउको साथीहरू भन्दा उम्किनुहुन्छ भन्नुहोस् न। यता तपाईँलाई थिच्यो, यताबाट उम्किनुहुन्छ, यता थिच्यो, यताबाट उम्किनुहुन्छ, यता थिच्यो, यताबाट उम्किनुहुन्छ। किनकि परमेश्वरले माग गरेको मान्छेलाई छोपेर राख्न सकिँदैन। बाइबलले त्यसलाई के भन्छ? एक्स्ट्राभेगेन्ट फेभर। एफएसी 1:11, उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पुरा गर्नुहुन्छ, आफ्नो अभिप्राय अनुसार। नेपाली भाषामा एउटा शब्द छुटेको छ, यो पनि गलत होइन, तर उनीहरूले अलग अलग म्यानुस्क्रिप्ट चलाउँदाखेरि यस्तो भएको छ। तर इङ्ग्लिसमा पढौँ। In him also we have obtained an inheritance, being predestined according to the purpose of him who works all things according to the counsel of his will. In him also we have obtained an inheritance. परमेश्वरी स्वर्गीय स्थानमा जुन आशिष तपाईमाथि बोल्नु भयो नि, त्यसभित्र चाहिँ इन्हेरिटेन्स छ, उत्तराधिकार छ। आमेन भन्नुहोस् न। उत्तराधिकार भनेको चाहिँ बाबुले कमाएको कुरा हो, तर नानीहरूले चाहिँ नि बाबुको छोरा भएको कारणले गर्दा सिधैमा पाउँछ। त्यसलाई चाहिँ उत्तराधिकार भन्छ। परमेश्वरले तपाईँको लागि स्वर्गीय स्थानमा बोलेको आशिषभित्र चाहिँ उत्तराधिकार राखिएको छ। तपाईँलाई चाहिने सबै कुरा जुटाइसकेको छ। दाउद र सुलेमानको जीवनको कम्पेरिजन हेर्नुहोस्। दाउदले मन्दिर बनाउन चाह्यो, परमेश्वरले बनाउने अनुमति दिनु भएन। दाउद मर्यो, सुलेमानले मन्दिर बनाउनका लागि जब स्टेप चाल्यो नि, मन्दिरमा चाहिने एउटा काँठी धरी पनि काठपात ढुङ्गा सबै कुरा कसले जुटाएको थियो? बाबु दाउदले सबै कुरा प्रबन्ध गरेको थियो।
नाम चाहिँ सुलेमानले पाए, तर जुटाउन चाहिँ कसले जुटाएको थियो? बाबुले जुटाएको थियो। तपाईँको उत्तराधिकारले सबै कुरा कभर गरिसकेको छ। सबै कुरा तपाईँको लागि परमेश्वरले इनहेरिटेन्सको रूपमा राखिसकेको छ। अनि 14 पदमा परमेश्वरले यो आउन लागेको इनहेरिटेन्सको फर्स्ट डाउन पेमेन्टको रूपमा पवित्र आत्मा हामीलाई दिनुभएको छ। पढाउन परमेश्वरको आफ्नो सम्पत्ति अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँको महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बहिना हो। परमेश्वरले नि स्वर्ग स्थानमा हामीलाई हरेक आत्मिक आशिष बोलिसकेको छ। यो भी त तपाईँको इनहेरिटेन्स छ। अनि परमेश्वरले तपाईँले पाउने उत्तराधिकारको फर्स्ट इन्स्टलमेन्टको रूपमा पवित्र आत्मा तपाईँ भित्र हाल्नु भएको छ। 2 महिना भयो हामीले पवित्र आत्माको कुरा गरेको। पवित्र आत्मासित संगति गर्नुहोस्। परमेश्वरले स्वर्ग स्थानमा तपाईँका लागि बोलेको आशिषको उत्तराधिकारलाई नि उहाँले तपाईँले जिउन सक्ने बनाउनुहुन्छ। तपाईँको हरेक कुरामा उहाँले ट्रान्सलेट गर्न सुरु गर्नुहुन्छ। आफ्नो आँखा बन्द गर्नु यति बेला।